Hello everyone, welcome back again to my YouTube channel once again. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ then I'll be perfectly fine. Okay, today I gonna reaction by VT new song हैन. So यसको टाइटल चाहिँ छ न्यू त के भन्नु 1 month अगाडि आएको हैन. So but मेरो लागि चाहिँ न्यू नै छ हैन. Okay, यसको टाइटल चाहिँ छ हतकडी and diamond ni लेखेको छैन. So let's see. I found your phone while I was cleaning, and I have it. I hope you get it back. को पराई सबै मेरै हो जे कुरा थिएन मेरो त्यो नै आज मेरै हो समस्या धेरै तर छैन दुःख देखेको हुन्छु म एभ्रीडे रिल्याक्स अरु त्यस्तै हो दुनिया फोर मलाई चोर भन्ने धेरै भयो दिमागमा पैसा यो चाहिँ लाइफको एकदम ठुलो रियालिटी हो हैन. मान्छेहरू आफू चाहिँ जस्तो नेचरको होस् चाहे आफूले यति धेरै गलत नै किन नगरेको होस् हैन. सो आफूमा चाहिँ कहिले कुनै नि कमी कमजोरीहरू देख्दैनन् हैन. बट अर्काको चाहिँ यति सानो कुरा पनि यति धेरै देख्छ नि हैन. सानो कुरा एउटा मात्र नेगेटिभ पोइन्ट पायो भने यति छिटो जज गर्छ नि त्यो मान्छे सबै कुरामा गलतै छ भन्ने हुन्छ के. यति धेरै यति छिटो कम्प्लिमेन्ट गर्छ नि. सो यो चाहिँ एकदम भोकेको कुरा हैन. दुनिया फोर मलाई चोर भन्ने धेरै भयो दिमागमा पैसा माल रडीहरू खेलेको कसले के गर्छ हेर्ने फुर्सद छैन मेरो ब्रो जस्तो लैजा बरु फाल्दिन्छु मेरो डो दुश्मन बढिरहेछ डेली मार्न तयार मने रेडी मा दुश्मन बढिरहेछ डेली मार्न तयार मने रेडी मा दुई बोतल हाने दिमाग मेरो पुरै खाली भो रक्सीको जातमा लफडा गर्ने मेरो बानी भो थमेल जाँदा ल्याङ पर्यो मान्छे हाने यो बौला पारा औँला छिर्यो मेरो साथीको दुनियाँले हेप्यो इगोमा बस्न थाले म को मान्छे सोझोको हरामी मलाई बालै हो यो तालमा हिँड्दा अप्ठ्यारो हुन्छ थाती यो चौकी लैजा थुन्दै अर्डर आयो माथि खै के कुरा गर्नु मेरो लाइफको मिल्ने जिग्री साथी बोर्ड पारी गायब हो आज याद आउँछ मेरो साथी भाइको कोही थियो बेजा कोही साइको कोही साइको कोही साइको फरक थियो कुन तर पनि आफ्नो नराम्रो फ्रेन्डसिप इज फ्रेन्डसिप हैन. फ्रेन्डसिप भन्ने कुरा यति धेरै ट्रुली हुन्छ नि हैन. सो जो जस्तो मर्जी होस् चाहे राम्रो होस् चाहे नराम्रो होस् चाहे जस्तो मर्जी नेचरको होस् एउटा फ्रेन्डसिप मात्रै हो जसको प्रेजेन्टेसन मात्रै हैन उसको रियालिटी जे छ नि त्यसलाई नै एकदम जस्तो छ त्यस्तै खुसी खुसी एक्सेप्ट गरिन्छ के हैन. एन्ड यति राम्रो बोन्डिङ हुन्छ नि कहिले भन्नुपर्दा पार्ट अफ लाइफ. अझै केटाहरूको फ्रेन्डसिपको बोन्डिङ त ओ माई गड एकदम बवाल लाग्छ मलाई. एकदम राम्रो लाग्छ केटाहरूको त हुन्छ नि केही पऱ्यो भने साथीको लागि जे पनि गर्ने कि यस्तो. केटीहरूमा चाहिँ अलि त्यस्तो हुँदैन. केटीहरूको फ्रेन्डसिपमा चाहिँ अलि धेरै त्यस्तो हुँदैन. बट केटाहरूको त एकदम कोही साइको कोही साइको फरक थियो कुन तर पनि आफ्नो नराम्रो दिन मिठो पल भनी आइरह्यो त्यसैले आफ्नै तालमा बस्नु मतलब लाग्दैन के खासै सक्सेस भने हेल्प गर मलाई साथै तल खस्ने बानी छैन मलाई हार्ने हतकडीलाई बनाइदिए मैले डामे ओ माई गड यो लाइन चाहिँ यो सङको बेस्ट लाइन बेस्ट पार्ट होला होइन. सायद हरेक कुराबाट हरेक केही न केही चिज सिक्न मिल्छ होइन. सो योवाला वर्डमा नि त्यही भनेको छ. सो हतकडी लगाइदियो बट त्यसलाई नि अहिले डायमन्ड बनाइदियो भनेको छ. अनि कुनै पनि चाहे त्यो नेगेटिभै होस् होइन कुनै पनि इन्सिडेन्ट नेगेटिभै होस् बट त्यसैलाई नै एकदम पोजिटिभली लिग्यो भने चाहिँ धेरै कुराहरू सिक्न सकिन्छ नि त. सो हरेक कुराले मैले यो कुराको फेस गर्नु पर्यो भनेर सो त्यसलाई नेगेटिभ लिनु भन्दा नि इफ पोजिटिभली लिग्यो भने धेरै कुराहरू सिक्न मिल्छ. सो
मलाई चाहिँ एकदम मन पर्यो जुन चिज खानुहुन्न त्यही खाइदे रनी दुनियाँसँग जहिले परिरहन्छ ल्याङ ल्याङ कहिले छोडेन मलाई यो त लाइफले म त हारे नसाले खुसी मैले चाहे सक्दो माया बाँडे म त हारे नसाले खुसी मैले चाहे सक्दो माया बाँडे दुश्मन बढिरहेछ डेली मार्न तयार म नै रेडीमा दुश्मन बढिरहेछ डेली मार्न तयार म नै रेडीमा Every time I'm ready to fight and Ayo Bobby, this shit banging. okay यति लङ टाइम पछि भिटेनको सङ सुने नि बट आई फिल गुड हैन त्यही हो भिटेनको सङमा हल्का हल्का छाडा चाहिँ हुन्छ होइन बट यो सङमा चाहिँ छैन एन्ड वर्डहरू यस्तो राम्रो छ नि लिरिक्सहरू होइन सो लाइफमा धेरै कुराहरू हुन्छ बट सबै कुरालाई पोजिटिभली लेख्नुपर्छ इफ पोजिटिभली लेख्यो भने हामीले हरेक कुराहरूबाट केही न केही सिक्न मिल्छ होइन एन्ड फ्रेन्डसिपको बारेमा नि छ होइन सो एकदम राम्रो छ गीत चाहिँ ओके हजुरहरूलाई कस्तो लाग्यो त सो लाइक एन्ड कमेन्ट गर्नु होला देन मेरो च्यानल नयाँ च्यानललाई सब्सक्राइब पनि गर्नु होला ओके सी यु द नेक्स्ट भिडियो बाई